समय छिट्टै बित्छ, तर हरेक पलले केही न केही छाडेर जान्छ। हामी जे बन्नेछौँ, जे महसुस गर्छौँ, त्यो सबै समयमा कैद हुन्छ। यो केवल क्षणहरूको यात्रा होइन, यो हाम्रो यात्राको कथा हो। वेलकम बैक टू न्यू भिडियो। सबैजनालाई स्वागत छ। आज हम कहाँ छ आशिष? स्वयम्भूमा आज हामी कोरा हानेर 3 कोरा हानेर अब चाहिँ हामी लन्च खान आइरहेछौँ। म चाहिँ खाना खान आँटेको, तैँले? मोमो खान आँटेको त गाइसहरू। अब हामी लन्च खाएर यहाँबाट जानेछौँ। सो ब्लग सुरु भइसकेको छ। वेलकम टु माई ब्लग। सबैजनालाई स्वागत छ। जुजोलापा टस्टेले नमस्कार। अनि फेरि सँगसँगै झोलिया नि चिकन, दाल, पापड, ग्रिन्स सलाद, मुस्ताङ आलु, करेला, मुलाको अचार, मिक्स अचार, मुलाको अचार, यो चाहिँ गुन्द्रुकको अचार है, सरी, साग, बन्दा हौदी, गासान दिइहालौँ। उसको चाहिँ के छ? माङमा आइरहेछ मेरो मुसेको पनि देखा नि आयो। फर्स्ट सर्भ चाहिँ विथ चिकनलाई यसरी राख्ने है। कस्तो लाग्यो त दाइ? साख्दै मुख तपाउँदैछु। एभरेज भन्छ त ग्रेमसँग एभरेज अचार चाहिँ मिल्छ। मुस्ताङ आलु म आएकै छैन हौ। मुस्ताङ आलु मिल्छ। मिठो छ। मोमोबाट देखौँ मोमो फ्लेभरफुल छ। खाने चाहिँ च्वास्सै छ। मोमो मिठो छ यार। गर्छु ल। भयो 1 2 3 गर्नु कस्तो छ? नखाइकन मिठो छ भन्न फेरि अरू जस्तो। अब हामी खाना खायो। लोकल गोलभेडाको अचार हुन्छ। अचार चाहिँ मिठो छ हौ। लोकल गोलभेडाको रहेछ क्या। अचार चाहिँ फर्स्ट क्लास छ। म खाना खाएर बैछु भेटौँ न है त। गाइस मेरो टिभीबाट मेरो रिजल्ट आएको छ। यो चाहिँ मेरो रिजल्ट हो है। चारवटा फाइनलहरू कति आएको छ? 72.65 फर्स्ट डिभिजन। ल मलाई कङ्ग्रेचुलेसन लेखिदिनु होला। म पनि त नगर्नु। अब कसै यसो काउन्सिलिङ गर्नु पऱ्यो भने यसो यु क्यान कल मी। मेरो कन्ट्याक्ट नम्बर यहाँ तल हालिदिन्छु है। ल मेरो रिजल्ट पनि आइसकेको छ मेरो हातमा। ल गाइजहरू सिउ अब एकछिनमा खुसी लागिरहेछ। अब एकछिन रेस्ट गरेर अब भात पनि खायो। अब एकछिनमा तलतिर भेटौँ न। गाइज ब्याक फ्रम स्वयम्भूबाट हामी ब्याक भइसकेका छौँ। हुन्छ नि हामी यहाँ हल्का फुल्का के गर्दैछ आशिष? धुलो हटाउँदैछु नि। प्लानहरूको धुलो हटाउँदैछौँ हामी। त्यो चाहिँ कस्तो धुलो थियो मनी प्लानहरू यस्तो भइरहेछ। अनि नयाँ बिरुवा पनि लिइरहेछ हामीले। र यो पनि अब धुलो छैन, यस्तो धुलो हुन्छ है। यो टोइलेटमा लगेर जेट स्प्रे हाल्नुपर्छ, दामी हुन्छ। काठमाडौँमा चाहिँ अहिले
पानी पर्दैछ है डल्लै गर्मीमा आनन्द हुन्छ जस्तो छ अब चाहिँ कस्तो गर्मी छ काठमाडौँ अनि तपाईँहरूलाई मेरो यताको अपडेट देखाइदिउँ है त हाम्रो सिसको पनि पहिलेको र अहिले कतिको फरक छ हेर्नुभयो होला है च्याम कम 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 यता पनि छ दुईवटा नयाँ फिस पनि थपेको छ हामीले यता यसको पनि बत्ती बाल्छु म एकैतालमा एकछिन गिमी मिनटमा सबैको बत्ती बाल्छ नि तपाईँलाई देखाउँछु है त कस्तो भएको छ भनेर तपाईँलाई म देखाइदिन्छु है त पहिलेको कस्तो थियो र अहिलेको कस्तो छ ट्याङ्की यो चाहिँ सफा गरिसकेको मैले सबै सफा गरिसक्यो अनि यता हामीले प्लान्टेनमा चाहिँ भर्खर नयाँ बिरुवा लिएर हालेको छ यो ग्रो हुनु अब 1 महिना 2 महिना त मजाले लाग्छ अझै स्नेल थियो अझै कस्तो छ हेर्नु है यहाँनिर अझै स्नेलहरू त्यहाँ छ कि स्नेलहरू देख्नुभयो यहाँ स्नेलहरू छ दुईवटा नयाँ फिस चाहिँ उयो ओरेन्ज कलरको दुईवटा हो मोली यता एउटा यो ट्याङ्कमा चाहिँ 4-5 वटा अब एउटामा चाहिँ माछा रहेको छ यहाँ चाहिँ पिराना भित्तामा बसिरहेको छ अनि यो पछि यता टटलको पानी पनि हल्का सफा गरेको छौँ हामीले यसमा टटल ट्राइस देख्नुहुन्छ यहाँ र यहाँ छ दुईवटा यिनीहरूको चाहिँ सेल पनि स्याटर भइसकेको छ सो अपडेट यति नै हो बोधो जाउँ भनेको तर पानी पऱ्यो होप अब एकछिनमा पानी रोक्यो भने चाहिँ बोधो जानुपर्छ होला सर्वप्रथम अब यो प्लान्टहरू सबै पुसेर सफा गरेर म चाहिँ अब यो बिरुवा रोप्न थालेँ अब यहाँ नजिक क्लोजअप सटहरू खिच है त्यो हाम्रो बाइक चाहिँ उही छ क्या अब त्यसलाई तलमुनि भएन तलमुनि ढुङ्गा मात्रै राखिदिने तलमुनि ढुङ्गा राख्ने क्या त्यो बाइकको स्ट्यान्डमा नहुने हौ तलमुनि ढुङ्गा मात्रै राखिदिने त्यो माटो बोक्ल्यो भने त लड्छ नि बाइक हिजो आयो छाता दिनुहोस् सावर त एकछिनमै भयो त मेरो काम अब यहाँ चाहिँ सक्ने क्या 1 2 3 त्यसमै जाऊ हो त राखिस् म राख्छु क्या छोड्न उता लड्छ क्या अहिले मुला लड्दैन हौ साइको राखिस् म राख्छु क्या छोड त भिडियो मात्रै गर्नु ल भयो छोड्न म गरेर छिर्छु क्या म कन्फर्म गर्छु भने कन्फर्म गर्नु भो अनि कस्तो ठुलो भएर त्यो उता ग्यास साथलाई
फकाउँछ कापले जानु कि नजानु बाइक चाहिँ मैले नहुनेको भित्र त्यहीँ राखिदिएको तल मुनि स्ट्यान्डद्वारा बनाएर राखिदिएको लगाइछ अब आज भ्लगै दिन जस्तो छ सी यू नेक्स्ट भ्लग तपाईँसँगले बिदा दिनुहोस् बाबी जय नेपाल भोलि भेटौँला बिज्यो